घन्टी सीता खिटीमा सीता सीता कता मल के हो आयो र बस पो गएछ है आयो भनेको त बस गएछ त्यो बसले डिस्टर्ब गरे के त्यहाँ आले बुढी त लास्टै रिजल्ट हो अनि पापा रवि मोर्दा आज बहुत खुसी हुने भयो आयो एन्ट्री भयो पुलिसको गाडी छ र छैन एक्लै आउँछ यार यसमा आयो कि ल मलाई आउँछ नि Ay, mana gila ni sibe? Ono. Dia. Ayo dia. Tanah aku. Mama. Eta. Okey. Tanah aku. Cuma ke? Angkat diri bonina. Hai. Aku mau dulu aja. Buang ke mobile. Ya boleh ya. Orang dulu. Yang sekarang sedang mulai video. Udah kelihatan sama dia. Mengajar maju lah kan? गाडी कोण गेल आगडे म्हणून आगडे काय आगडे म्हणून ना मजूर खाले झुले Selain lihat sama sumber aja. Cengar lah kasih mongso.
Musuh lala gede. Musuh berani musuh. Musuh alat sama. Tengok semua di semua dangan ni. Johnson. Hey, larangan nang mas kay. Okay. मेरो फोटो लिनु हाम्रो आजमा ओइ भाइ उता रवि दाइ यता रवि भाइ रवि भाइ हैन नि ओइ बोला कालाको लाइट माले ए ओरिना बवाल हाल्ने लाइन कसियो के बिराले हो क्या Gede, punya lo dangan nila makalaksan. Masuk pergi. Nanti nang bicara lagi. Sebenarnya alas. Ini kan महत्वपूर्ण कुरा भन्ने जो सुन्नु पर्यो है देखेछि यिनीहरूले गलत गरे यिनीहरूले जुन कुराको सरकारले एउटा गल्ती गर्यो कि रवि लामी छानालाई जिउँदै छोड्यो एउटा गल्ती
बाघ स्याल भनेर मैले भनेको थिएँ म घाइते छु यो पनि म चेतवनीका साथ भन्न चाहन्छु घाइते बाघ खतरनाक हुन्छ भ्रष्टाचारीका लागि आमा बुवा दाजुभाइ दिदीबहिनीहरू नेपाली युद्ध कुरेर यो चेतना प्राप्त गरेका छन् एउटा युद्ध हामीले बिर्सन मिल्दैन हाम्रा छोराछोरीहरूलाई रुवाउँदै एयरपोर्टबाट खाली पठाएको हामीले बिर्सन मिल्दैन हाम्रा दाजुभाइहरू पसिना र आँसु बगाएका छन् पसिनाको एक थोपा हामी बिर्सदैनौँ एक थोपा बिर्सने छैनौँ हामी बिर्सने छैनौँ देशको सम्पत्ति पात पल्टेर महल बनाएकाहरूलाई हामीले चिनेका छौँ प्रतिशोध लिन्नौँ तर हिसाब लिन्छौँ है हाम्रो शत्रु भनेको साझा छ बेरोजगारी अशिक्षा यी सबै समस्या भ्रष्टाचार कुशासन हामी शत्रुलाई परास्त गर्न आएका हौँ जो भाग्य हेलिकप्टरमा गएका छन् त्यो हेलिकप्टर अब चाहिँ सिंहदरबारमा बल्ल पार्न ल्याएन कुशासनको ठेक्का लिएर 34 वर्ष शासन गरेकाहरू हेलिकप्टरमा जसरी गए त्यसै गरी जहाँ जानु छ तिमीलाई घुम्नु ल्यान्ड गर्नु छ हामीलाई समस्या छैन तिमीलाई कहाँ ल्यान्ड गर्नु छ ल्यान्ड गरौँ खबरदार सिंहदरबार ल्यान्ड नहुन् उनीहरूलाई जहाँ जानु छ जाउन् सिंहदरबार ल्यान्ड नहुन् म यो कुरा तपाईँलाई किन बताइरहेको छु भने यस पटक मतपत्रमा मतदान होइन क्रान्ति गर्नुपर्छ क्रान्ति चुनाव चिन्ह केमा भोगाल्ने मैले भन्न पर्दैन तपाईँलाई थाहा छ कसैले अब संघीय संसद नगएर कानुन बनाउने छ जहाँ कोही भोकाल नरहन् कसैले अक्सिजन नपाउने अवस्था नहोस् सबले उपचार पाउन् त्यसको लागि साक्षर गर्नुभएको मैले बिर्सेको छैन ममाथि अत्याचार हुँदा तपाईँहरूले आँसु बगाउनु भएको मैले बिर्सेको छैन तपाईँहरूले आँसु बगाउनु भएको छ तर म फेरि पनि भन्छु यो न्याय मेरो व्यक्तिगत न्याय होइन मेरो लडाइँ म एक्लै लडौँला देशका लागि त सँगै मिलेर लड्ने हो यसपटक लड्ने नै हो कुनै पनि हालतमा लड्ने हो यो बाटो चित्र जुन तपाईँले मलाई दिइरहनु भएको छ यता पनि माइनसमा आना माइनसमा ओके बाटोहरू बनाउन सक्छ मलाई थाहा छैन जसका कारणले यस्ता बाधाघाटाहरू मृत्यु मार्गमा नहोस् यी बाधाघाटाहरू समयमा सम्पूर्ण होस् देशमा एउटा विकास आयोजना सम्पन्न हुन 30 वर्ष लाग्छ एउटा सिङ्गो पुस्ता एउटा खाल्डो हेरेर लाग्छ हामी पूर्वाधार सङ्कटकालमा छौँ विकास निर्माणको भावलाई अगाडि बढाउँछ तेज गतिमा अगाडि बढाउँछ त्यो खेलको मितिमा सम्पन्न गराउँछ सम्पन्न गर्न नसके जरिमाना गराएर भए पनि सम्पन्न गराउँछ
बाँसेबाली पाल्नुपर्ने कुनै ठेकेदार छैन, हामीले केही गर्नुपर्ने कुनै व्यापारी पोस्नुपर्ने कुनै व्यापारी छैन, कसैसँग हामीले झुक्नु पर्दैन। हाम्रो शिर मात्र नेपाली जनतासँग झुक्नेछ। नेपाली जनतालाई रिझाउनु बाहेक कुनै शक्ति केन्द्र, कुनै दलाल, कुनै बिचौलियालाई हामीले रिझाउनु छैन। जनताको काम गर्छ। त्यसका लागि म तपाईँहरूलाई 5 वर्षको स्थायी सरकारका लागि यहाँ आएको छु। बुद्धि ओए वाला मारा गेला लाना ना भाई लाना ना जानु बुद्धि वो राना ठिक छ tangan kayo kayo. Wala siya marang masaya ako. Ano dyan ang bato? Gede. घंटी बोलो कि पलो चुपचाप घंटी साहब जय घंटी भाई सफा जाती सका चुमो चुमो तुरा तुरा वही सियाल के बुद्धि